प्रार्थनाको विषय लिएर केही सिकाउन गइरहेको छु। प्रार्थना भन्ने बित्तिकै धर्म मान्नेहरूले पनि प्रार्थना गरिरहेका छन्, क्रिस्चियन इसाई धर्म मान्नेहरूले पनि प्रार्थना गरिरहेका छन्। अनि प्रार्थनाको यदि हामीले ग्रिक भाषामा हामीले हेर्छौँ भने ग्रिक भाषामा प्रार्थनालाई प्रोसेक्यु भनेर भनिन्छ। अनि जसको अर्थ चाहिँ हुन्छ डायलग, मोनोलग होइन, यो एकतर्फी होइन। धर्मको प्रार्थनाहरू चाहिँ एकतर्फी हुन्छ, जहाँनिर धर्मावलम्बीहरूले प्रार्थना गर्ने गर्छन् ईश्वरलाई, अनि प्रार्थना गर्छन्, अनि उनीहरू आफै व्यक्तिगत रूपमा सेटिस्फाई भएर उनीहरू घर जान्छन् या त आफ्नो काम गर्छन्। तर इसाई विश्वासीहरूले प्रार्थना गर्ने चाहिँ जुन चाहिँ ग्रीक शब्द मैले भने, त्यो ग्रीक शब्दको अर्थमा चाहिँ मोनोलग होइन, डायलग हो। धेरैचोटि डायलग भन्ने बित्तिकै अब हाम्रो ब्याकग्राउन्ड चाहिँ कस्तो छ भने उहिले हामीले हिन्दी फिल्महरू हेरेका हुन्छौँ, अनि हाम्रो यो मस्तिष्कमा त्यो मेटेको छैन। डायलग भन्ने बित्तिकै हिरोले बोल्ने डायलग, हिरोइनले बोल्ने डायलग, भिलेनले बोल्ने डायलग हामी त सम्झिन्छौँ, त्यो डायलगको कुरा गरेको होइन। डाइ भन्नु मतलब ग्रिकमा चाहिँ दुईवटा भनेको, दुईतर्फी। जब यो प्रार्थना भन्ने बित्तिकै जब यो शब्दले चाहिँ के बुझाउँछ भन्दाखेरि यसले चाहिँ डायलग, दुईजना व्यक्ति बसेर आपसमा एकादुस्रासित डायलग गर्नु, यानि कि डायलग भनेको बातचित गर्नु। त्यो पनि यति साह्रो गम्भीर बातचित, यताउता ध्यान नदिकन केही हुन्छ यो कुरोले भनेर बात गर्नु। अनि त्यो डायलग गर्दाखेरि जुन व्यक्तिसित तपाईँ बात गर्नुहुनेछ त्यो व्यक्ति पनि तपाईँसित बोल्छ, त्यो व्यक्तिले पनि तपाईँसित बोल्छ। यसकारण यसलाई भन्छ डायलग। अनि प्रभु ख्रीष्टको विषयमा जति हामीले हेर्यौँ भने ख्रीष्टको विषयमा जति हामीले हेर्छौँ भने मत्तीको किताब, मत्तीको सुसमाचारको पुस्तकमा 21 अध्यायको 13 पदमा प्रभुले यशाया अगमवक्ताले भनेको कुरा, यशाया 56 अध्यायको 7 पदमा जहाँनिर अगमवक्ता यशायाले यसै भन्दछ कि मेरो घर चाहिँ प्रार्थनाको घर हुनेछ, जहाँनिर जाति जातिका मानिसहरू आएर प्रार्थना गर्नेछन्। अनि यही कुरालाई मत्तीको सुसमाचारमा 21 अध्यायको 13 पदमा प्रभु येशू ख्रीष्टले उल्लेख गरेर भन्दछ कि मेरो घर चाहिँ परमेश्वरको, मेरो घर चाहिँ प्रार्थनाको घर हुनेछ। अनि यहाँनिर येशू ख्रीष्टले त्यहाँनिर जोड्छ, अर्कै शब्द जोड्छ कि यशायाले भनेको होइन। येशू ख्रीष्टले भन्छ मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिनीहरूले चाहिँ यो प्रार्थनाको घरलाई डाकुको वडा बनायो, डाकुको अड्डा बनायो। अब डाकु भन्ने बित्तिकै कतिले बुझ्दैन डाकु के हो। हाम्रो नानीलाई डाकु के हो त्यो रामगढ भन्ने ठाउँ छ भारतमा, त्यहाँनिर जब चोखानी पढिन्छ त्यो रामगढमा चाहिँ प्र्याक्टिकलको लागि लगिन्छ। किन भन्दा त्यहाँको ढुङ्गाहरू देखाउनको निम्ति तपाईँ सबैले सोले भन्ने फिल्म हेर्नु होला। उहिले सोले 90 पैसाको टिकट काटेर हाम्रो त अझै दिएको थियो मेरो बुवाको आमा, म चाहिँ 90 पैसाको टिकट काट्दै त्यही पिक्चर हल्न जान्थेँ हेर्नु। अनि मलाई चाहिँ पुरा खोज्दो रहेछ भन्ने यो ज्योति कहाँ गयो भनेर, किन भन्दा त्यो सोले चाहिँ यति साह्रो मनपर्ने मलाई। अनि त्यहाँनिर चाहिँ गब्बर सिंह यो भएको घटना, तर बलिउडले यसलाई फिल्ममा उतारेको मात्र हो। त्यहाँनिर चाहिँ डाकु गब्बर सिंह भनेर डाकु, हामी चाहिँ गब्बर सिंह भने चाहिँ अमजद खानलाई नै सम्झिन्छौँ। अमजद खानले त गब्बर सिंहको रोल गरेको खासमा
डाकुहरूलाई पठाएर लुट्ने काम गर्यो। अब डाकुको अर्थ हो लुट्ने। तपाईँ प्रार्थनाको घर हुनुहुन्छ। कसले भन्यो? प्रभु यीशु ख्रीष्टले भन्नुभयो। कोरिन्थको पत्रमा पहिलो कोरिन्थी 3:16मा तिनीहरूका शरीर चाहिँ परमेश्वरको वासस्थान भन्नुभन्दा पवित्र आत्माको मन्दिर भन्नुको भन्दा मन्दिरमा चाहिँ गएर प्रार्थना गर्ने गर्छन् मानिसहरू। यसकारण तपाईँ चाहिँ यो पदअनुसार भन्नु भने तपाईँ व्यक्तिगत रूपमा परमेश्वरको घर प्रार्थनाको घर हुनुहुन्छ। अब तपाईँ प्रार्थनाको घर हुनुहुन्छ भने तपाईँले प्रार्थना गर्नुपर्दछ। तर कोही इसाईहरू प्रार्थना गर्दैनन्। उनीहरू प्रार्थना गर्नुको सट्टामा अहिले चाहिँ डाकुको भाषा भन्नुहुन्छ प्रार्थनाको समय लुट्ने। यो सानो चेप्टो 3,000देखि पाउँछ। यो माथि 1 लाख 2 लाख 3 लाखसम्म पाउँछ। यो यही डाकु भाषा हो कि भन्नुहोस्। यही डाकु भाषा। तपाईँको प्रार्थनाको समय आज यो डाकुले लुटिरहेको हुन्छ। तपाईँको प्रार्थनाको समय तपाईँ आफ्नो व्यस्तताले लुटिरहेको हुन्छ। तपाईँको प्रार्थनाको समय तपाईँको कामले लुटिरहेको हुन्छ। तपाईँको प्रार्थनाको समय धेरै कुराले लुटिरहेको हुन्छ। अनि यो धेरै कुराहरूले गर्दा आज तपाईँ र म प्रार्थनाको घर हुनुपर्ने तर डाकुको ओडार बनाइसकेका छौँ हामीले। उहिलेका लिडर्सहरूले चाहिँ विदेशबाट सपोर्ट थाप्ने मण्डलीहरूलाई चाहिँ डाकुको ओडार भन्थे। यो कन्टेक्स्ट एकदम उतार लान्थे क्या। तर त्यो भनेको होइन। त्यो भनेको होइन। यो यहाँ चाहिँ भनेको चाहिँ प्रभुले भन्नुभयो सिरियलले चाहिँ डाकुको ओडार बनायो तर मेरो घर चाहिँ प्रार्थनाको घर हुनुपर्छ। किन भन्दाखेरि यरुशलेम मन्दिरमा जब यीशु प्रवेश गर्नुहुँदै थियो त्यति बेला यीशु ख्रीष्ट यरुशलेम मन्दिरमा देखियो। त्यहाँनिर बेसी खानाहरू हुँदै थिए, त्यहाँनिर ढुकुरहरू बेच्दै थिए, त्यहाँनिर पैसा रुपियाँहरू साट्दै थिए। कारण टाढोबाट तीर्थयात्रा गर्न यरुशलेममा आउँदथे। अनि यरुशलेममा चल्ने पैसा त्यहाँनिर साट्नु पर्थ्यो। अनि त्यो साटेर त्यो पैसा लिएर चाहिँ उनीहरूले के किन्ने गर्थे। तर प्रभुले यो सबै कुरोलाई हेरेर तिनीहरूले यो प्रार्थनाको घरलाई डाकुको ओडार बनाएका छन्। अब यो प्रार्थना भन्ने बित्तिकै हामी हेर्छौँ भने यो प्रार्थनालाई चाहिँ तपाईँ र मैले धर्मको विधि विधान नबनाऊ। यो प्रार्थनालाई चाहिँ तपाईँ र मैले धर्मको विधि विधान नबनाऊ। जति धर्मको विधि विधान बनाउँछौँ भने हामी प्रार्थना मात्रै गर्छौँ। यो प्रार्थना परमेश्वरले सुनेको हुँदैन। यो प्रार्थनालाई चाहिँ तपाईँ र मैले जीवनशैली बनाऊ। यो प्रार्थनालाई चाहिँ तपाईँ र मैले हाम्रो जीवनशैली बनाऊ। प्रभु यीशु ख्रीष्टलाई चाहिँ हामी हेर्छौँ भने प्रभु यीशु ख्रीष्ट जब बप्तिस्मा लिनुभयो लुकाको 3:22मा त्यहाँनिर भन्दछ 21 वर्ष सबैले बप्तिस्मा लिए। अनि 22 वर्ष यीशु ख्रीष्टले बप्तिस्मा लिए। तर यीशु ख्रीष्टले बप्तिस्मा लिएर अरूभन्दा भिन्न यीशु ख्रीष्टले गर्नुभयो। त्यहाँनिर बप्तिस्मा लिनुभयो। अनि बप्तिस्मा लिँदै गर्दा त्यहाँ लेखिएको छ प्रभु यीशु ख्रीष्टले प्रार्थना गर्नु भएको थियो। अनि त्यति बेला स्वर्ग ओर्लियो पवित्र आत्मा ढुकुरको रूपमा। यानि प्रभु यीशु ख्रीष्टले आफ्नो जीवनलाई प्रार्थनाको शैली बनाएको थियो। जीवनशैली बनाएको थियो। लाइफस्टाइल बनाएको थियो। प्रभु यीशु ख्रीष्टले आफ्नो जीवनकालमा जो चेलासित भिडहरूसित उहाँ जानुहुन्थ्यो कोही बेला भिडहरूलाई त्यागेर उहाँ एक्लै एउटा क्लोजेटमा आफ्नो स्थानमा गुप्त स्थानमा गएर प्रार्थना गर्नुहुन्थ्यो परमेश्वरसित। कोही बेला रातभरि प्रार्थनामा बिताएको हामी देख्छौँ व्यक्तिगत रूपमा। आज कसैले व्यक्तिगत रूपमा प्रार्थना गर्दै एक्लै रातभरि बिताउनु भएको छ। हामीलाई त समूह चाहिन्छ। हेलो अनलाइन प्रार्थना थुप्रोलाई बोलाउँछु त्यति बेला मजा आउँछ थुप्रो। तर एक्लै तपाईँ गर्नुभएको छ मजा आउँदैन। काम एक्लै कसैले देख्दैन। यहाँ उत्पादन गर्नु पाएन। तर एक्लै तपाईँ गर्नुहोस् अनलाइन। कारण प्रभुले आफ्नो व्यक्तिगत जीवन सारा रात बिताएको पनि छ।
धेरै जीवन बिताएको छ। यसो प्रभुलाई त प्रार्थना गर्नु थिएन। एक तर्फबाट हामी भन्यौँ भने प्रभु यीशु ख्रीष्ट शरीरमा 100% शरीरमा हुनुहुन्थ्यो अनि उहाँले प्रार्थना गर्नुभयो। तर उहाँको दैनिक जीवनमा 100% ईश्वर हुनुहुन्छ अनि उहाँले प्रार्थना गर्नुभयो। जब रेजरेक्टेड लाइफ, जब पुनरुत्थानको जीवन पाइसकेर जब प्रभु दाहिने हातमा बस्नुभयो, पिताको दाहिने हातमा बस्नुभयो, त्यति बेला प्रभुले दाहिने हातमा बसेर ढुक्कै बस्नु भएन। हिब्रूको 7:25 पदले भन्छ, उहाँले तपाईँ र हामी परमेश्वरमा विश्वास गर्नेको लागि उहाँले जीवनभरि अन्तर्विन्ती गरिरहनुहुन्छ। तपाईँ र मेरो हामी विश्वास गर्नेहरूलाई, परमेश्वरमाथि विश्वास गर्नेहरूको लागि उहाँ अन्तर्विन्ती गरिरहनुहुन्छ। यो भन्न खोजेको। अनि यहाँनिर हामी देख्छौँ यो प्रार्थनाले के चाहिँ गर्ने रहेछ। मत्तीको किताब 26 अध्यायको, जब मत्तीको सुसमाचारको किताब 26 अध्यायको 41 मा हामी हेर्छौँ भने त्यहाँनिर प्रभुले आफ्नो चेलाहरूलाई यसरी भनेको छ, स्टे अवेक, जागो रह र प्रार्थना गर, परीक्षामा नपर। प्रभुले यो भन्नु, जागो रह, प्रार्थना गर। किन प्रभु प्रार्थना गर्नु गएको गेत्सेमनी बगैँचामा? अनि तिनीहरूलाई छोडेर प्रभु अलिक उता गएर एक्लै प्रार्थना गर्नुहुँदाखेरि प्रभु फर्काएछ र त चेलाहरू निकै गरेको छ। यानि चेलाहरूलाई प्रार्थना अनुसार यति साह्रो बाधा दिन आयो। तिनीहरूको लागि डाकु चाहिँ निन्द्रै भयो। निन्द्राले त्यो समय लुट्न थाल्यो। तर प्रभुले भन्दैछ, जागर, अवेक, उठ, बिउजिने मान्छे, उठेको मान्छेले मात्र प्रार्थना गर्न सक्छ। निदाउन गर्ने मान्छेले प्रार्थना गर्न सक्दैन। यो पनि तपाईँहरूले याद राख्नु। चेलाहरूलाई प्रभुले सिकाउनु, प्रार्थना गर, उठ। पहिलो थिस्सलुनिके पत्र 5:26 मा यो चाहिँ तपाईँले पढ्नुहोस्। पहिलो थिस्सलुनिके पत्र 5 अध्यायको 26 मा मलाई लाग्छ त्यहाँ पहिलो थिस्सलुनिके पत्र 5 अध्यायको 17 पद भने 26 भने 17 पद त्यहाँनिर के लेखेको छ? निरन्तर प्रार्थना गरेर, प्रे विदाउट सिसिङ। धेरैचोटि हामी प्रार्थना गर्न छोडिदिन्छौँ। धेरैचोटि हामी प्रार्थना व्यक्तिगत रूपमा गर्न त्यागिदिन्छौँ। व्यक्तिगत रूपमा त त्यागिदिन्छौँ, तर कहिले हामी झुटमा हामी प्रार्थना गर्न छ हामी बोलाउँछौँ। प्रार्थना सभामा चाहिँ 3-4 जना मात्र हुन्छ। जोगेन भन्नुहोस् है, व्यावहारिकपन। जब मैले भोलिपल्ट प्रार्थना गर्न आउनुहोस् भने यतिको भिड पनि यतिको हुँदैन। यहाँ 3-4 जना हुन्छ। किन? तपाईँ हरेक विश्वासी जो यहाँ हुनुहुन्छ, घरमा हुनुहुन्छ, यीशुलाई विश्वास गर्ने सबै पुजारी हुनुहुन्छ। अनि पुजारीले गरे कामहरूमध्ये एउटा चाहिँ प्रार्थना हो। हरेक पुजारीले गर्नै पर्ने काम। त्यसै कारण म आजभोलि एक्सर्साइज पनि हुन्छ भनेर मेरै स्तरले प्रार्थना गर्नुपर्छ भन्ने पनि हो। जब भात खान्छु नि त्यहीँ प्रायः निद्रा लाग्छ हामीलाई, सुत्छ। तर कोही बेला चाहिँ म भात खाएपछि चाहिँ हिँड्दै यसरी प्रार्थना गर्छु मनमा। अनि त्यति बेला अन्य भाषाहरू म बोल्छु, बोल्दै 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 1 वर्ष 2 वर्ष 3 वर्ष अन्य भाषामा प्रार्थना गर्छु। राति तपाईँ त्यसै गर्नुहोस्।
प्रार्थना गर्नुहोस्। बिहान पनि तपाईँबाट प्रार्थनालाई तपाईँले जीवनशैली बनाएर लानुहोस्। रिभाइभल हामी खोज्छौँ भने प्रार्थनाले रिभाइभल ल्याउँछ, मरेकोलाई जिउँदो बनाउँछ, रक्सी खानेलाई रक्सी छोड्ने बनाउँछ, चोर्नेलाई चोर्न छोड्ने बनाउँछ, ढाक्नेलाई ढाक्न छोड्ने बनाउँछ, पाप गर्नेलाई पाप गर्न छोडाउँछ। प्रार्थनामा त्यो सामर्थ्य शक्ति छ। यही प्रार्थना मण्डली सुरु भएको हो पेन्टिकस्टको दिनमा। हुन त प्रभुको हृदयले सुरु भयो, पवित्र आत्मा आउनुभयो, पवित्र आत्माले प्रार्थनाका त्यो आत्माको त्यो शब्दहरू दिनुभयो अनि गिरियनले परमेश्वरसित परमेश्वरको हतियारहरू अनि त्यो चाहिँ के हो भन्दाखेरि शारीरिक हतियार होइन, यो चाहिँ आत्मिक हतियारहरू हो। यो के हुन् भन्दाखेरि चाहिँ सत्यको पटुका बेल्ट, धार्मिकताको छातीपाता यानी कि ब्रेस्टप्लेट अफ राइचियसनेस अनि मेलमिलापको सुसमाचार बोक्ने जुत्ताहरू अनि विश्वासको ढाल, मुक्तिको टोप हेलमेट, यो 6वटा वेपन्सहरूको विषयमा लेखेको छ। तर एफएसी 6:18 मा तपाईले त्यहाँ पढ्नुहुन्छ भने त्यहाँनिर चाहिँ के लेखेको छ भन्दाखेरि यहाँनिर प्रार्थनाको विषयमा लेखेको छ। अब यहाँनिर यो एफएसी 6:18 राम्ररी बुझौँ भने यो एफएसी 6:18 मा जुन चाहिँ प्रार्थना भन्ने त्यहाँनिर लेखेको छ, यो प्रार्थनाले चाहिँ त्यो 6वटा जति पनि हात हतियारहरू छ त्यसलाई चाहिँ सक्रिय बनाउँछ। एउटा विश्वासीले जब प्रार्थना गर्छ, एउटा आत्मिक योद्धा र लडाइँ गर्छ त्यो आत्मिक दुनियाँमा, त्यतिबेला यो 6वटा हात हतियारहरू जो छ हाम्रो निम्ति परमेश्वरले दिनुभएको यसलाई एक्टिभेट गरिदिन्छ, यसलाई खोलिदिन्छ भनौँ, यसलाई सक्रिय बनाउँछ प्रार्थनाले। त्यसले गर्दा प्रार्थना भन्ने कुरा एकदमै मुख्य छ। कोही बेला प्रभुले भन्नुभयो अघि नै मत्तीको सुसमाचारमा जो हामीले पढ्दैछौँ, स्टे अवे पिउँछ प्रार्थना गर भन्ने कुरा त्यहाँ गर्नु हुँदै थियो। त्यति बेला चाहिँ एउटा कुरा प्रभुले भन्नुभएको छ, शरीर चाहिँ कमजोर छ तर आत्मा चाहिँ तयार छ। आत्मा तयार छ तर शरीर कमजोर छ। यसै कारण रोमको किताब 8:26 पदमा त्यहाँनिर लेखेको छ, पवित्र आत्माले हाम्रो कमजोरीपनमा उहाँले मद्दत गर्नुहुन्छ अनि उहाँले हामी भित्र भएर त्यो वर्णन गर्न नसक्ने शब्दले त्यो अन्तर्विधि त्यो प्रार्थना उहाँले हामीमा भएर गर्नुहुन्छ। आमेन। यो मैले अनुभव गरेको छु। अब अझ पनि याद आउँछ नि, कोही बेला मैले यो सेयर गरेको छु तपाईँहरूसित। एक समय हाम्रो जब कन्स्ट्रक्सन सुरु भयो, यहाँ कन्स्ट्रक्सन सुरु हुँदै थियो, यो किचन जहाँ थियो त्यही किचन थियो, सानो थियो अनि यहाँको ब्याप्टिजम ट्याङ्कको जुन चाहिँ छोप्ने ढकनी थियो, गरौँ नगरौँ 4-5 जनाले उठाएर त्यो किचनको उतापट्टि राखेको थियो। त्यो दिन चाहिँ यो कन्स्ट्रक्सनमा म यहाँ पकाउनुको निम्ति आमा रहनु भएको थियो अनि म चाहिँ सिलगढी जानुपर्ने भयो सिमेन्ट रडहरूको त्यहाँनिर हेर्नको निम्ति, काम सोध्नको निम्ति। अनि मैले पास्टरमा दिन्छु तिमी चाहिँ जाऊ, नानीहरू लिएर जाऊ, प्रसङ्ग सानो सानो। तर जब म भ्यानमा चढेर जब जाँदै थिएँ, ठिक नगरेको त्यहाँ जब पुगेँ, मेरो भित्रबाट यति साह्रो भित्रबाट त्यो प्रार्थनाको शब्द निस्किँदै थियो पवित्र आत्मामा। यति साह्रो मैले कन्ट्रोल गर्दै थिएँ, यताबाट त्यहाँ ड्राइभ गर्दै थियो एकजनाले अनि उसले सुन्छ भनेर मलाई डर पनि लाग्दै थियो। अनि मैले भित्रमै यति साह्रो प्रार्थना गर्दै थिएँ, अन्य भाषामा प्रार्थना गर्दै थिएँ। सिमो पुग्दाखेरि मेरो प्रार्थना रोकेको थिएन, किनभने पवित्र आत्माले यति साह्रो मलाई त्यो प्रार्थनाको वर्णन गर्न नसक्ने शब्दले मेरो कमजोरीपनमा प्रार्थना गर्दै थिएँ। कारण मेरो शरीर त्यति बेला कमजोर थिए भनौँ, मलाई निद्रा लाग्दै थियो, तर पनि त्यो निद्रामा म गाडीमा सुत्न सकिनँ। भित्रबाट पवित्र आत्माले वर्णन गर्न नसक्ने शब्दहरू लिएर प्रार्थना निकाल्दै थिएँ अनि सिमोकमा पुग्दाखेरि म तरङ्ग भएँ।
अनि मलाई फोन आयो, पास्टर आमाले आज चाहिँ तपाईँको छोरी मर्ने थियो। अनि मैले के भयो, त्यो ब्याप्टिजम ट्याङ्कहरू गरौँ नगरौँ त्यो घरमा नि यसरी लडेर आउँदाखेरि चाहिँ अर्को एउटा छोरीले चाहिँ च्याप्प समातेर यसरी मेरो सानो प्रश्नलाई यसरी गर्दै पनि खुट्टामा चाहिँ लागेर हुर्कै भयो। अनि मैले सम्झेँ त्यो फलामको दैलोले चाहिँ यदि ढकनाले चाहिँ मेरो छोरीको टाउकोमा लागेको चाहिँ स्पट डेथ दिएर प्रसन्न मर्ने त्यस्तो जब तपाईँ गाडीमा जानुहुन्छ नि त्यति बेला पनि कोही बेला पहिला मलाई त्यस्तो हुन्छ, भित्रबाट पवित्र आत्माले वर्णन गर्न नसक्ने शब्दमा त्यो प्रार्थनाहरू प्रस्फुटन गराउँछ अनि भित्रभित्र अन्य भाषामा म प्रार्थना गर्न थाल्छु अनि मेरा आँखाबाट आँसु आएको अनुभव मलाई हुन्छ। तर यो भित्रबाट त्यसरी हुन्छ अनि मलाई लाग्छ प्रभुले मलाई हरेक कुरामा जोगाउनु हुँदैछ। यो तपाईँलाई पनि हुन्छ, त्यति बेला तपाईँ रोक्नु हुँदैन, वर्णन गर्न नसक्ने पवित्र आत्माले भित्र ती शब्दहरू तपाईँलाई दिनुहुन्छ। तपाईँलाई एउटा आर्टको विषयमा म भनिदिनु, जापानमा एउटा आर्ट छ जसलाई किन्सुगी भनेर भनिन्छ। यो किन्सुगी भन्ने चाहिँ मैले एउटा आर्टिकल मैले पाएर मैले पढेको थिएँ अनि अघि बिहान पनि मैले किन्सुगीको विषयमा सुन्दै थिएँ। अनि यो एउटा जापानिज एउटा आर्ट हो, कला हो। त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ जब जापानमा प्लेटहरू यो भाँडाकुँडाहरू माटोको भाँडाकुँडाहरू जब फुट्छ टुट्छ त्यति बेला यो कलाले चाहिँ यो टुटेको फुटेको भाँडालाई लिएर जोडेर तिनीहरूले त्यसलाई यति साह्रो सुन्दर प्लेट सुन्दर बोल यति राम्रो दामी कुराहरू तिनीहरूले भाँडाहरू बनाउँदो रहेछ, यति दामी बनाउँछ। धेरै चाहिँ तपाईँ र मेरो जीवनमा पनि कोही बेला हामी टुटी पठाउँछौँ, कोही बेला हामी फुटी पठाउँछौँ, त्यति बेला हामी निराश हुन्छौँ के गर्ने कसो गर्ने। तर तपाईँले त्यो टुटेको फुटेको जीवन चाहिँ प्रार्थनामा तपाईँले आफ्नो सम्पूर्ण जीवन महान कलाकार प्रभु यीशु ख्रीष्टलाई समर्पण गर्नुहोस्। तपाईँको टुटेको फुटेकोलाई जोड्दै जोड्दै उहाँले तपाईँलाई सुन्दर बनाउनुहुन्छ अनि त्यो सुन्दर यति सुन्दर बनाउँछ। यदि प्रार्थना गराएको चाहिँ यस्तो एउटा परमेश्वरको उपस्थितिलाई त्यहाँनिर ल्याएको अनुभव गर्नुहुन्छ। जब तपाईँ प्रार्थना गर्नुहुन्छ नि तपाईँ एकले जब प्रार्थना गर्न लाग्नुहुन्छ परमेश्वरको उपस्थिति यहाँनिर आउँदछ। जति हामी वर्षमा पनि जति हामी गीत गाएको प्रशंसा आएको नाचेको उफ्रेको आज त मजा आयो नाच्यौँ पुरा भोक पनि लाग्यो अब उफ्रेको भोक त लाग्छ। तर प्रार्थना चाहिँ त्यहाँ भएन भने प्रार्थनाले चाहिँ परमेश्वरसितको सम्बन्धलाई बढाउँछ। त्यसै कारण यो डायलग तपाईँ परमेश्वरसित बोल्नुहोस्, परमेश्वर तपाईँसित बोल्नुहुन्छ। जब तपाईँ प्रार्थना गर्नुहुन्छ परमेश्वरसित बोल्नुहुन्छ, परमेश्वरले तपाईँसित बोल्दाखेरि कोही बेला त्यो अगम बानीको प्रार्थना भएर पनि जान्छ, प्रोफेटिक प्रेयर भएर पनि जान्छ। मलाई एकपल्ट अझै खास यो अनुभव यही तल सिक्फानमा हाम्रो माइली दिदीमा थाहा छ कि छैन, तर मैले एउटा भाइलाई मेरो प्रार्थना गर्नु लगाएँ। मलाई अनिल दाजुले यो केटालाई प्रार्थना गरिदिनुहोस् पास्टर हो, त्यो केटालाई म चिन्दिनँ, ऊ कस्तो के छ जान्दिनँ। तर मैले जब त्यो केटाको शिरमा त्यो हात राखेर प्रार्थना गरेँ अनि गरेर आमेन भन्ने बित्तिकै मलाई अनिल दाजुले के भन्नु भन्दा आमा तपाईँले त्यो प्रार्थना यो केटाको जिन्दगी जीवन सबै कुरो फर्काइकन भनिदिनु भयो। त्यति बेला मलाई यो प्रार्थना चाहिँ प्रोफेटिक हुन्छ। मेरो भन्नु मतलब कोही बेला प्रार्थनाले एउटा अगम बानीको एटमोस्फियर एउटा परिवेशलाई सृजना गर्छ। त्यसै कारण हामीले प्रार्थना गर्नुपर्छ। त्यसै कारण कोरिन्थको मण्डली पहिलो कोरिन्थीको 14 अध्यायमा पावलले जब भन्छ हरेकले विशेष गरी अगम बानी बोल्नलाई प्रयत्न गर, एक दुईजनालाई गर भनेछ,
हरेकले अब किन यो भन्यो भन्दाखेरि जब तपाईँको प्रार्थना गर्छौँ, कम्युनिकेट गर्छौँ, प्रार्थनाले परमेश्वरसितको सम्बन्धलाई बढाउँछ। जब परमेश्वरसित हामी अन्तर्विन्ती गर्न लाग्छौँ, त्यो प्रार्थनाले कोही बेला परमेश्वर जब तपाईँसित बोल्नुहुन्छ नि, त्यसले अगम जाने ल्याउँदै गर्नुहुन्छ हाम्रो आफ्नै व्यक्तिगत जीवनमा, अरूको जीवनमा। त्यसै कारण यो चाहिँ कर्पोरेट वर्सिपमा अगमबानी यसरी बोलिँदैन। तपाईँ आउनुहोस् एकछिन बाहिर जानुहोस् टोइलेटको छेउमा, अनि उसलाई आउँदा प्रभुले त्यो अगमबानी भएर बस्छ। जब अगमबानी हो भने चाहिँ यिनीहरू अगमबानी विश्वासीको सामने अगमबानी बोला भनेछ पहिलो कोरिन्थी 14 अध्यायमा। अनि यो अरूहरूले चाहिँ त्यसको जाँचोस् भनेको छ। हेर्नुहोस् के कसरी हुन्छ मण्डलीमा सेवकाई यसरी पर्दछ। यो कुरामा जब हामी बाइबललाई अध्ययन गर्दै हामी हिँड्छौँ भने परमेश्वरले हाम्रो सेवकाईलाई अर्को डाइमेन्सन, अर्को स्तरमा लानुहुन्छ। हामीलाई बल्दै भन्दै लानुहोस्। त्यसै कारण धेरै लिडर्सहरूले, पास्टरहरूले, सिनियर पास्टरहरूले यसरी भन्छन्, कारण उनीहरूको जीवन प्रार्थना शैलीमा बितेका छन्। उनीहरूले भन्ने गर्छन्, a prayerless Christian is a powerless Christian. प्रार्थना विहीनका इसाईहरू चाहिँ शक्तिहीन इसाईहरू हुन्। तपाईँ किन शक्तिहीन हुनुहुन्छ? कारण तपाईँको जीवनमा प्रार्थना छैन। आज तपाईँले अन्याय हेरेर भन्नुहोस्, म किन शक्तिहीन छु, म किन दुर्बल छु, अनि आफैले उत्तर दिनुहोस्, कारण मेरो जीवन प्रार्थनाको जीवन छैन, यसै कारण म शक्तिहीन छु। त्यसैले आजको बाइबलको शिक्षा तपाईँलाई म ल्याउँदैछु, हरेकले प्रार्थना गर्नुपर्छ। कारण प्रभुले अघि नै भन्नुभयो, मेरो घर प्रार्थनाको घर हुनेछ। प्रार्थनाले त्यो रियलमा, त्यो स्वर्गीय स्थानहरूमा खोल्नुहुन्छ, चाबीको काम गर्नुहुन्छ। प्रार्थनाले चाबीको काम गर्छ, चाबीले खोल्ने काम गर्छ। प्रार्थना जब तपाईँ गर्न थाल्नुहुन्छ, तपाईँका परिवारका समस्याहरू, तपाईँका हरेक कुराहरू परमेश्वरको त्यो प्रार्थनाको त्यो चाबीले तपाईँले खोल्नुहुन्छ, अनलक गर्नुहुन्छ। त्यसै कारण प्रार्थना अति नै मुख्य कुरो हो। अब कसैले सम्झिनुहुन्छ होला, मैले यत्रो प्रार्थना गरेँ, खै प्रभुले केही पनि गर्नु भएन। यो चाहिँ तपाईँ र मेरो सानो एउटा भ्रम मात्र हो। जब बाइबलले भन्छ प्रे विदाउट सिसिङ, नरोकिकन प्रार्थना गरिरह, परमेश्वर जिउनुहुन्छ, परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। अनि परमेश्वरले जब उत्तर दिनुहुन्छ नि, परमेश्वरले तपाईँको प्रार्थनामा आइदर यस मात्र हामी उत्तर भन्छौँ, यस मात्रै उत्तर भन्छौँ हामी, तर परमेश्वरले नो भनेर उत्तर दिनुहुन्छ। त्यसलाई पनि हामीले ग्रहण गर्नुपर्छ, होइन भन्नुहुन्छ। अब सानो नानी, त्यो नानी खेल्दैछ, त्यो नानीलाई यत्रो खुकुरी दिनुहुन्छ, त्यो नानीलाई खुकुरी दिनुहुन्छ, नानी खेल्ने खुकुरीसित लाग्ने खुकुरी भन्नुहुन्छ। कसैले नानीको बदला यत्रो खुकुरी ल्याएर नानीलाई गिफ्ट दिनुहुन्छ, दिनु हुँदैन। परमेश्वरलाई थाहा छ कस्तो उत्तर दिनुपर्ने, के दिनुपर्ने, परमेश्वरले जान्नुहुन्छ। अनि उहाँको इच्छा हुन्छ। त्यसै कारण प्रार्थना गर्नेले यो भन्नुपर्छ, मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस्। कारण प्रभुले प्रार्थना गर्ने मोडलमा यो कुरो सिकाउनु भयो, स्वर्गमा जे इच्छा छ त्यही यो पृथ्वीमा पुरा होस्। प्रार्थनामा त्यो शक्ति छ। जब पृथ्वीमा तपाईँले बाँड्नुहुन्छ नि, त्यो स्वर्गमा बाँडिन्छ। जब पृथ्वीमा तपाईँले खोल्नुहुन्छ नि, त्यो माथि स्वर्गमा खोल्नुहुन्छ। यो चाहिँ प्रार्थनाको कन्टेक्स्टमा प्रभुले भन्नुभयो। त्यसकारण बाँड्ने खोल्ने चाहिँ ती विश्वासीलाई दिएको छ जोले प्रार्थना गर्छन्। र आजदेखि तपाईँ घर जाँदाखेरि तपाईँले सम्झिनुहोस्, तपाईँले एउटै कुरा भन्नुहोस्, म विश्वासी हुँ, मेरो लागि प्रभु यीशु ख्रीष्टले अन्तर्विधि गर्नुहुन्छ भने म पनि प्रार्थना गर्नुपर्छ। अनि अन्तर्विधिको ग्रिकमा चाहिँ के भनेको छ भन्दाखेरि, त्यो चाहिँ के भन्दाखेरि एन्काउन्टर हुनु। ग्रिकमा चाहिँ एन्काउन्टर हुनु पनि त्यसको अर्थ
पेटिसन चढाउनु यो पनि छ, बिन्ती गर्नु यो पनि छ। जब तपाईँ प्रार्थना गर्छौँ, प्रार्थना गर्ने व्यक्तिहरू परमेश्वरसित एन्काउन्टर पनि हुन्छ, आम्ने सामने हुन्छ। अनि प्रार्थना चाहिँ एउटा यस्तो कुरो हो, माध्यम हो, जुन माध्यमबाट परमेश्वरले तपाईँका कुराहरू पुरा गर्नुहुन्छ, अरू कुराबाट गर्नुहुन्न। प्रार्थना यस्तो माध्यम हो जुन कुराद्वारा विश्वासीहरूलाई हरेक कुराहरू, तपाईँको कुराहरू परमेश्वरले गर्नुहुन्छ। प्रार्थना गर्नुहुन्छ, परमेश्वरले गर्नुहुन्न। प्रार्थना चाहिँ माध्यम हो त्यो कुराबाट। त्यसै गरी बाहिरमा धेरै कुराहरू छ जुन म पछिबाट तपाईँलाई सिकाउनेछु प्रार्थनाको डाइमेन्सन स्तरहरूको विषयमा। अनि म एउटा कुरा भनेर अब टुङ्ग्याउन चाहन्छु। तपाईँ हरेकजना को हुनुहुन्छ? तपाईँहरू पुजारी, गिरी हुनुहुन्छ। तपाईँहरू सबैजना पुजारी हुनुहुन्छ। हामी सबै पुजारीहरू हौँ। हिब्रूको 7 अध्यायको 25 अघि मैले भने त्यहाँनिर महापुजारी, महायाजकको कुरा गरेको छ, जसको काम धेरै अरू सेवाहरूमा प्रार्थना गर्ने पनि एउटा कुरा हो पुजारीको। अब तपाईँ म पुजारी हो भने तपाईँ र मेरो सेवा काम गर्ने प्रार्थना गर्ने कुरा पनि हुन्छ। पुजारीले प्रार्थना गर्छ। धेरैजनाको विश्वासीहरूले पास्टरहरूलाई चाहिँ पुजारी मात्र हो भनेर हरेक कुराको लागि प्रार्थना गर्नुहुन्छ। हरेक कुराको लागि प्रार्थना गर्नुहुन्छ विश्वासीहरू। Full Gospel Assemblies of God Church बेङ्गलोरमा जब म एससिबिसीमा थिएँ त्यो समय हामी प्रत्येक सन्डे त्यहाँ जान्थ्यौँ। अनि प्रत्येक सन्डे त्यहाँ जाँदा मलाई त्यहाँको सबै कुरो थाहा छ। पास्टर पल ढङ्गाले हामी नेपालबाट एकदमै माया गर्नुहुन्थ्यो। सङ्गति सक्ने बित्तिकै हामीलाई कल टाइम घरमा लगेर बिरयानी खुवाउँथ्यो। अनि जति त्यहाँ बिरयानीहरू पाकेको छैन भने हामीलाई मलाई बोलाउँथ्यो, हाम्रो लिडर्स, नेपाली सिनियर लिडर्सहरूलाई बोलाउँथ्यो, हामीलाई पैसा दिन्थ्यो। अनि कुनै रेस्टुरेन्टमा, राम्रो रेस्टुरेन्टमा खाऊ भनेर हामी खाएर मात्रै गएको कलेजमा फर्क्यौँ। कुनै वर्सिप लिडर जुन उपवास र प्रार्थनामा आउँदैन भने उसलाई वर्सिप गर्नदेखि गिटार बजाउनु पनि पास्टरहरूले दिँदैन। अब यहाँ त हामी त्यसो गरेर भोलि ठुसेर जान्छ, मन दुखिहाल्छ। किन? उधार पाएको छैन, प्रभु पाएको छैन, प्रभुको शोभा छैन, रिसाएर गइहाल्छन्। त्यसले गर्दाखेरि हरेक कुरोमा प्रार्थना गर्ने। धेरै वचनको भाग दिन्छ नि, तपाईँ प्रचार गर्दै गर्दा भन्नुहुन्छ म त भ्याउँदैन वचन अध्ययन गर्नु, अनि रातभरि यताबाट पल्टाए उताबाट पल्टाए, निन्द्रामा चाहिँ भेटिनँ, अनि निराइ पठाएछ। अनि बिहान त्यसरी एउटा पट्याक्कै आयो। त्यहाँदेखि तपाईँले त्यो प्रचार गर्नुहुन्छ। अब तपाईँलाई प्रकाश पनि छैन, तपाईँको प्रार्थना पनि छैन, अनि तपाईँले त्यो पद पढ्नुहुन्छ, अनि तपाईँले आफ्नै लोग्नेको खैरो खानुहुन्छ, आफ्नै आमाको खैरो खानुहुन्छ, आफ्नै छोराको खैरो खानुहुन्छ, आफ्नै छोरीको खैरो खानुहुन्छ। किन? कारण तपाईँको जीवनमा प्रार्थना छैन। जति तपाईँलाई वचनको भाग दिएको छ भने एक हप्तादेखि नै तपाईँ उपवास र प्रार्थनामा बिताउनुहुन्छ भने परमेश्वरले पवित्र आत्माबाट तपाईँलाई प्रकाशहरू दिँदछन्। अनि त्यो प्रकाशबाट यहाँबाट बोल्नुहुन्छ, अनि सुन्नेहरूले अनुग्रह पाउँछन्, अनि सुन्नेहरू निर्माण हुँदै जान्छन्। अब भोलिबाट सुन्नेहरूले ए फलाने लोग्नेकै विरोध गर्छ प्रचारमा, बुढीकै विरोध गर्छ, छोराकै विरोध गर्छ, छोरीकै विरोध गर्छ। अब यसको पनि छिटो सिक्छ अरूले, नयाँहरूले त्यहाँ नयाँहरूले प्रचार गर्ने, त्यहाँ उसले थाहा छ केही पक्रिन थाल्छ। कुनै कुरोमा हामीले खेलाइ चाहिँ गर्नु हुँदैन, कुनै कुरोमा हामीले खेलाइ चाहिँ गर्नु हुँदैन। यसै कारण हामीले यो घरलाई चाहिँ प्रार्थनाको घर बनाउनुपर्छ। धेरैजसो यो प्रार्थना चाहिँ अरू मान्छेले भन्छ, लेसी अल्छीहरूले भन्छ प्रार्थनाको सेवा खाइ। प्रार्थनाको सेवा खाइ छैन बाइबलमा। कसैलाई पनि प्रार्थना गर भनेर सेवा दिएको छैन। प्रार्थना गर भनेको हरेक विश्वासीको काम हो प्रार्थना गर्ने। हरेक विश्वासीले प्रार्थना गर्न सक्नुपर्छ। हरेक विश्वासीले प्रार्थना गर्नै पर्छ। प्रे विदाउट सिजिङ, यो चाहिँ पावलले मण्डलीलाई सिकाएको छ।
यीशु ख्रीष्टले प्रार्थना गर्नुभयो भने तपाईँ र मैले पनि प्रार्थना गर्नुपर्छ। आज यो फोनमा चाहिँ पासवर्ड बनाइदिएको छ कि अरू बेला चाहिँ हात टक्कै गर्दाखेरि त्यो फिङ्गर प्रिन्टले टक्क खोलिन्छ है। वचन बोल्दा भुलिरहेको हुन्छ। पासवर्ड पनि यति साह्रो बनाइदिएको छ मेरो छोराले। कोही बेला भुल गरिपठाउँछ खोलिँदैन। अब यो प्रार्थना भन्ने कुरालाई जब हामी हेर्छौँ भने एफिसीको किताबमा धेरै गरेको 1 वर्ष 2 वर्ष भएको थियो, तर यो 25को अन्ततिर प्रभुले कुरा गरेर लानुभयो। अनि मैले प्रभुलाई भने, प्रभु मोसेसको कन्ट्रोलको प्रार्थनालाई तपाईँले सोध्नुभयो, धन्यवाद छ। आजदेखि तपाईँ एउटै कुरा लिएर जानुहोस्, प्रार्थनालाई तपाईँले आफ्नो जीवन शैली बनाउनुहोस्। तपाईँले मसित परमेश्वरको उपस्थितिमा हुनुहोस्, प्रार्थना चाहिँ म मेरो जीवन शैली बनाउँछु भन्नुहोस्। प्रार्थना मेरो जीवन शैली बनाउँछु। म प्रार्थना गर्न छोड्ने छुइनँ। म प्रार्थना गरि नै रहनेछु। प्रार्थना गर्ने इच्छा चाहिँ शक्तिशाली इच्छा। आमेन।